हेलो साथीहरु, गुड आफ्टरनुन। मैले चाहिँ आफ्टरनुनमा भिडियो स्टार्ट गरिरहेको छु। आई होप हजुरहरु पनि सन्चै हुनुहुन्छ होला भने खुसीको साथमा न्यू डे न्यू ब्लग लिएर आइसकेको छु। हजुरहरुको प्यारो गोर्खे चेली है, सदा चाहिँ भिडियो बनाएर ल्याउने आज पनि आइसकेको छु। हजुरहरुको प्यारो गोर्खे चेली सदा चाहिँ भिडियो बनाएर लिएर हजुरहरुलाई मनोरञ्जन गराउने। यही अब जग्गा त के भन्नु साथीहरु, हैन यही हो, यही जंगलको यही रुखको भिडियोहरु आउँछ तपाईहरुलाई है। पछि अब कहाँ गएको बेलामा राम्रो राम्रो तपाईहरुलाई कन्टेन्ट लिएर देखाउँछु नि। हस् हेर्नुस् त, घाम चाहिँ यस्तो डरलाग्दो लागिरहेको छ। नुहाइकिन आएर चाहिँ मैले यहाँनिर चौतारामा बिसाइरहेको छु। हेर्नु नै चौतारा पनि छ हैन, शीतल भयो नि त, अनि आएर बसिरहेको छु। आई होप हजुरहरु पनि सन्चै हुनुहुन्छ होला भने खुसीको साथमा है। अनि तपाईहरुलाई मैले एउटा कुरा चाहिँ के भन्नु मन पर्यो भने साथीहरु, तपाईहरु अब हामीले भिडियोहरु बनाएर हाल्छौँ नि फेसबुकमा, अनि 100 200 100 200 300 भ्युज आयो भने पनि हाल्नु चाहिँ नछोड्नु पर्ने रहेछ साथीहरु। भिडियो चाहिँ हालेको गर्नुपर्छ है। 1 रुपियाँ 2 रुपियाँ भए आचार आना 8 आना भए पनि पैसा चाहिँ दिने नै रहेछ फेसबुकले हैन साथीहरु। हरेस चाहिँ नखानु पर्ने रहेछ। 4 आना 8 आना पनि अब पैसै हो नि त हैन साथीहरु। 4 आना 8 आना 10 पैसाबाट भेला भएर चाहिँ अब धेरै हुन्छ नि त। अन्त त्यही भएर पनि 100 200 भए पनि भ्युज चाहिँ बटुल्दै गर्नुपर्ने रहेछ साथीहरु। त्यही भएर चाहिँ अब भिडियो लगाउँ भनेर है यहाँनिर भिडियो बनाइरहेको छु साथीहरु है। आइको पर्छ हरेस चाहिँ नखानु है साथीहरु, ल भिडियो चाहिँ हाल्दै गर्नुहोस्। हरेस चाहिँ नखानुहोस्, भिडियो चाहिँ हाल्दै गर्नुहोस्। र म पनि भिडियो चाहिँ हाल्दै गर्छु है। तपाईहरुलाई चाहिँ कस्तो लाग्छ मेरो भिडियो। उपर गाडी आउँदै, गाडी आइरहेछ। गाडी आएपछि पुरा आस लाग्छ साथीहरु। म त के भएको हेर्नु, गाडी आएपछि पुरा लास लाग्छ। गाडी आइहाल्छ जहिले भिडियो बनाउँदा। किन यस्तो भएको, भिडियो बनाउन थाल्यो कि त गाडी आइहाल्छ। पुरा लास लाग्छ साथीहरु। तपाईहरुलाई पनि, मलाई मात्रै हो कि तपाईहरुलाई पनि यस्तै हुन्छ हौ कि? म कहीँ नगएर यहीँनिर बसेर भिडियो बनाएर मात्रै हो कि साथीहरु यस्तो भएको? पुरा लास लाग्छ साथीहरु। भिडियो गाडीहरु आएको त्यो भिडियो क्यामेरा तेर्साउनै लास लागिहाल्छ भिडियो बनाउनु। के हो, पुरा लास लाग्छ साथीहरु मलाई त। के भएको है साथीहरु। तपाईँहरु पनि खाजाहरू त खाइसक्नु भयो होला है। आफ्टरनुन अहिले चाहिँ 12 बजिसक्यो। 12 बजी स्टार्ट गरिरहेको छु मैले। अनि अब सरुन चाहिँ नगर्नु होला हो है साथीहरु। अब गाडी नै आयो भने भिडियो चाहिँ बनाउनै होला। गाडी आयो भने भिडियो नबनाउनु भने भएको छैन, लास लाग्छ र भनी अब बनाउँदैछु साथीहरु है। अब 1 रुपियाँ 2 रुपियाँ पैसाको लागि त बनाउनु पर्यो नि त हैन साथीहरु। साथीहरु हेर्नु न मेरो खुट्टा कस्तो डर लाग्दो देख्दो रहेछ। आम्मा यहाँनिर आएर चाहिँ त म शीतल ताप्नु कि यहाँनिर चौतारामा पुरा घाम लागिरहेको छ साथीहरु। हो पारितिरको वेदरहरु हेर्नु न कस्तो डर लाग्दो रहेछ। तर मेरो खुट्टा चाहिँ के डर लाग्दो थियो हेर्नु साथीहरु। यो पनि खुट्टा हो के हो साथीहरु। गुराँसै फुल्यो बनैमा मनैमा, मेरो मन छुल्यो तिम्रो मनैमा तिम्रो मनैमा। माया बिरान बिरानै भइरहेको, अब झुटो नबोलेर माया साँचेकै हो। गुराँसै फुल्यो बनैमा मनैमा, मेरो मन छुल्यो तिम्रो मनैमा। हेर्नुहोस् त साथीहरु कस्तो दामी देखिरहेको छ हो। त्यहाँनिर रुख बरपिपलको, अनि त्यहाँनिर चौतारा शीतल ताप्ने भत्किसकेको छ तर पनि कहिलेदेखिको हो साथीहरु। यस्तो दामी सुरेको छ। हेर्नुहोस् त भिडियो है। हामी नेक्स्ट भिडियोमा भेटौँ ल। बाई बाई, थ्याङ्क यू फर वाचिङ है। तपाईँलाई धेरै धेरै माया भन्दै मेरो भिडियोलाई इन्ड गर्न चाहन्छु। तपाईँहरूको प्यारो गोर्खे चेली है, सदा चाहिँ भिडियो बनाएर लिने। आज पनि भिडियो नै बनाएर गइरहेको छु है। तपाईँहरूलाई अलिअलि 1 रुपियाँ 2 रुपियाँ भए पनि बट्नु पर्ने रहेछ भनेर चाहिँ मैले चाहिँ भिडियो स्टार्ट गरिरहेको साथीहरु है। तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो कमेन्ट गरिदिनुहोस् ल। यस्तै कमेन्ट गरिदिनुहोस्।
बाई बाई सबजना लभ यु अल धेरै धेरै माया तपाईँहरूको प्यारो खिचेली बाई बाई राखेको ल अब त्यो खाएँ ल भन्ने जस्तो चाहिँ मैले चाहिँ राखेको ल साथीहरू बाई बाई